स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। हेर्नुस् त यो मोमोको अचार हेर्दै खाउँ लाग्यो होला। यस्तै मोमोको अचारको रेसिपीको लागि मेरो भिडियो फुल हेर्नुहोला। ल अब सुरु गरौँ मोमोको अचार गराउन। मैले एउटा प्यानमा तेल राखेर तातो गराएर तेललाई खराएपछि त्यसमा मैले बटर राखेको छु। बटरलाई चाहिँ यत्तिकै तेल नराखिकन भुट्न पनि सकिन्छ, तर पनि तेलमा राखेर पनि भुट्न सक्नुहुन्छ। मैले चाहिँ तेल राखेर नै बट्टालाई भुट्दैछु। अनि त्यसपछि बट्टालाई मजाले भुटिसकेपछि, जस्तै हामीले यत्तिकै भट्ट भुटेर खान्छौँ नि, हो त्यस्तै भुटिसकेपछि मैले यसमा प्याज राख्दैछु थोरै। हजुरले चाहिँ कतिको अचार गराउँदै हुनुहुन्छ त्यही अनुसार लिनुहोला। हजुरको टमाटर कति छ त्यो अनुसार नै लिनुहोला। प्याजपछि मैले फेरि हरियो लसुनलाई काटेर लिएको छु। लसुन हरियो त नै लसुनको पोटी भनौँ, त्यसलाई लिएको छु। त्यसपछि यसलाई मजाले भुटेर मैले यसमा चाहिँ सुकेको खुर्सानी, हजुरसँग सुकेको खुर्सानी सिङ्गै छ भने सिङ्गै राख्न सक्नुहुन्छ। मसँग सिङ्गै थिएन, त्यही भएर मैले यो कुटेको राखेँ। कुटेको पनि राख्न सक्नुहुन्छ। मसँग एकदम पिरो भएको भएर मैले चाहिँ 1 चम्चा मात्र राखेँ। आफूले कतिको पिरो खानुहुन्छ त्यही अनुसार हजुरहरूले 2टा 3टा 4वटा कति हजुरको कतिको छ त्यो टमाटर त्यही अनुसार राख्नुहोला। अनि मैले चाहिँ यो हरियो खुर्सानी पनि राखेँ। अनि हरियो खुर्सानी राखेपछि मैले टमाटरलाई मसिनो गरेर काटेको थिएँ, ठुलो ठुलो टमाटरलाई, त्यो पनि मैले राखेँ। त्यसपछि राम्रो कलरको लागि मैले बेसार पनि राखेँ, किनकि एकदम बेसार पहिले हालेर पकायो भने गनाउँदैन अनि कलर एकदम राम्रो आउँछ। त्यसपछि मैले नुन चाहिँ स्वाद अनुसार नै राख्नु होला। नुन यति चम्चा राख्नु उति चम्चा राख्नु भनेर कहिले भन्नु मिल्दैन, मान्छेको स्वाद फरक हुन्छ। त्यही भएर आफ्नो स्वाद अनुसार नुन राखेर मैले चाहिँ यसलाई मजाले चलाएको छु। यसलाई मजाले चलाएर हजुरहरूले यसलाई ढाकेर 5 देखि 7 मिनेट पकाउन सक्नुहुन्छ। त्यसपछि हजुरलाई टिमुर मनपर्छ भने हजुरले थोरै टिमुर राख्न सक्नुहुन्छ। मलाई मनपर्ने भएर राखेको छु। यदि कसैलाई टिमुरको स्वाद मन पर्दैन भने नराख्नु होला, यो अनिवार्य चाहिँ छैन। तर स्वाद मन पर्नेले राख्नु होला, यो स्वाद मन पर्नेलाई एकदम अनिवार्य नै छ। अनि मसँग चाहिँ यो फ्रोजनमा धनिया थियो। धनिया चाहिँ अहिले पाउन एकदम मुस्किल थियो, अनि मैले फ्रोजन नै धनिया युज गरेँ। हजुरसँग फ्रेस धनिया छ भने हजुरले फ्रेस धनिया प्रयोग गर्नुहोला। अनि यसलाई राखेर 2-3 मिनेट पकाउनुहोस्। त्योदेखि धेरै पकाउनु पर्दैन। अनि यस्तो मजाले पाकेको छ यो। अनि ठिक्कको आँचमा 2-3 मिनेट पकाइसकेपछि यसलाई चाहिँ ग्यास बन्द गरेर सेलाउन दिनुहोस्। सेलाइसकेपछि यो मोमोको अचार यस्तो भएको छ, हेर्दै खाउँ लाग्ने भएको छ। अनि अब यसलाई म मिक्सरमा पिस्दैछु। हजुरहरूसँग सिलौटो छ भने सिलौटोमा पिस्नु होला, अझ मिठो पनि हुन्छ। तर म चाहिँ मिक्सरमै पिस्दैछु। मैले तिल लिएको छु। तिल चाहिँ मसँग भुटेको धुलो थियो, धुलो नै लिए। हजुरसँग धुलो छैन भने गेडा लिने हुन्छ। त्यसमा मैले ममफुली राखेको छु, ममफुली बदाम, हामी चाहिँ ममफुली बदाम नै भन्छ। अनि हजुरसँग छैन भने काजु पनि राख्नु होला। अनि पिसिसकेपछि हेर्नुहोस् यो मोमोको अचार यस्तो मिठो भएको छ, हेर्दै खाउँ लाग्ने, एकदम हुन्छ नि मुखमा पानी आउने गरेर यस्तो मिठो भएको छ। हजुरहरूले पनि एकचोटि यसरी नै बनाएर खानुहोला, एकदम मिठो हुन्छ यसरी बनाएको। यो मेरो रेसिपी हो, म मोमो बनाइराख्छु। अनि बनाउँदा यो वाला रेसिपी मलाई एकदम मन पर्यो, म सधैँ यही ट्राई गर्छु। अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यस्तै अरू भिडियो हेर्नको लागि मलाई सब्सक्राइब गर्न नभुल्नुहोला।